यो चाहिँ अब आज बनाएको मध्येको दोस्रो पार्टको भिडियो हो। यो तिरतिरे खोला आजभन्दा 10-15 वर्ष अगाडि चाहिँ यही खोलाको पानी चाहिँ यो गाउँ बस्तीका मान्छेहरूले खाने गरेको, पाइपमा लगेर घर घरमा खाने गरेको भन्ने कुरा सुनिन्छ। हामी त 10-12 वर्ष मात्रै भयो यहाँ ठाउँमा आएको। यही खोलाको पानीले चाहिँ यो पहिला साबिकको सुरुङ्गा गाविस वार्ड नम्बर 8 का उपभोक्ताहरूले चाहिँ यो जुन गस्ती गर्ने उपभोक्ताहरूले चाहिँ यही खोलाको पानीहरू चाहिँ खाएको। अब पुरानो संरचनाहरू, ट्याङ्कीहरू, धाराहरू पनि देखिन्छ। यो अब विकासको क्रम सँगसँगै अहिले चाहिँ खानेपानी विभिन्न ठाउँमा बोरिङ गरेर निकालेको कारणले गर्दा यो चाहिँ अब यति राम्रो पानीहरू चाहिँ त्यत्तिकै बगेर खेर गइरहेको छ। त्यो 42-43 सालको बाढीले गर्दाखेरि पाइपहरू, ट्याङ्कीहरू बगाएको कारणले त्यसपछि कुनै जनप्रतिनिधिहरूले पनि यो संरक्षण नगरिदिएको कारणले त्यत्तिकै यति राम्रो मुहानको पानीहरू चाहिँ खेर गएको छ। हजुर जगाउनाले यो पानी सायदै सुरक्षित रह्यो। अहिलेसम्म चिसो भयो, चिसोको चिसो यो भूमिको चिसोले गर्दाखेरि पानी यहाँ तिरतिरे भए पनि पानी बगिरहेको छ। यो सुक्खा लागेका ठाउँ जहाँ खडेरी परिसकेको छ अहिले होइन, त्यस्ता ठाउँहरूमा चाहिँ पानीको कति समस्या छ। यो धरानकै कुरा गरौँ न होइन, धरान अब त्यो पहाडीको खेतको ठाउँ हो र पनि त्यहाँ चाहिँ पानी छैन। अब यो चाहिँ यो उपभोक्ता समितिमा जम्मा 31देखि 32वटा गस्ती टोली छन्। प्रत्येक दिन फरक फरक गस्ती टोलीको पालो आउँछ। यसरी सबै 622 घर उपभोक्ताहरू मिलेर चाहिँ यो वन संरक्षण गरेको कारणले गर्दा पानीको यहाँ कुनै पनि अभाव छैन। यदि संरक्षण गरेर यो मनसुन प्री मनसुन मात्रै सुरु भयो हो, यतिखेर पनि यो हिउँदमा पनि यत्तिकै हुन्छ यो पानीहरू। यो अवस्थामा पनि पानीहरू यस्तो छ। हामी अब जङ्गल आउँदा गस्ती घुम्दाखेरि यही पानी सेवन गर्छौँ, घरबाट ल्याउँदैनौँ, मिनरल वाटर प्रयोग गर्दैनौँ। यो एकदम स्वच्छ पानी छ। हाम्रो गस्ती टोलीमा एउटा ढुङ्गो हामीले यो यस किसिमको हेर्नुहोस् त, यो ढुङ्गो यो कस्तो नजिकबाट यो चाहिँ यो कुनै रङ लगाएको होइन, प्रकृतिगत नै निस्केको हो। यहाँ हेरौँ यो यस्तो यो अचम्मको ढुङ्गा फेला परो। अस्ति भर्खरै एउटा युट्युबमा चाहिँ यस्तो ढुङ्गा एकजना भाइले चाहिँ खोलामा भेटेर निकाल्नु भइरहेको थियो। पछि उहाँले यसरी घोट्नुभयो, घोटेर चाहिँ के लगाउँदाखेरि त रातो पो हुँदो रहेछ। अब यो त्यो किसिमको नहोला, कुनै कालो रङ त ननिस्केला यसबाट। यसलाई अब तुरुन्तै हामीले परीक्षण गर्ने कुनै पनि वस्तु त हामीसँग छैन, तर पनि यो अरू ढुङ्गाहरूभन्दा अलिक फरक खालको ढुङ्गा चाहिँ फेला परो। यो अब यो पछि कसैले भिडियो हेरेर यो ढुङ्गा यस्तो हो भनेर प्रतिक्रिया दिनुभयो भनेदेखि हामी यो ढुङ्गा सुरक्षित राख्छौँ। र पनि यस्तो ढुङ्गाहरू पाइन्छ पनि होला यता खोज्दै जाँदाखेरि, तर यो अरू ढुङ्गाभन्दा बिल्कुलै फरक खालको ढुङ्गा फेला परो। सोल्टी के छ, ठिक छ नि? संयोजकज्यू ठिक छ होइन? यो हामीले पहिला खानेपानी यही होइन, पहिला यो संरक्षणको अभावले गर्दा र पनि हामीले अहिलेको जेनेरेसनमा आएर पनि दिनै पछि गस्ती गरेर यो बचाइरहेको छौँ। हामीले यो सम्पदा चाहिँ हामीले बचाइरहेको छौँ। ल हिमाल सर, हाम्रो यहाँको देवी स्थानको बारेमा केही 2-4 कुरा भनिदिनु पऱ्यो। यहाँ अब हामी वर्षै पछि देवी पूजा गर्छौँ। स्पेसल्ली पाठी पूजा नगरे पनि बुनियाहरू ल्याएर चाहिँ यहाँ सबै गाउँ बस्ती मिलेर खाएर रमाइलो गर्छौँ। वर्षको एउटा उधौली अथवा उभौलीमा चाहिँ यो पर्व मनाइन्छ। दुईचोटि खडेरी पर्यो अथवा अत्याधिक धेरै पानी पर्वमा रोक्नको लागि र खडेरी पर्यो भने पानी पर्नको लागि उहाँ संयोजकज्यू पनि आउनुहुन्छ पूजा गर्न चाहिँ। उहाँ आउनुहुन्छ। हाम्रो पुरानो आस्था पनि छ। अब लगभग यहाँ देवी पूजा गरेपछि पानी पर्ने हाम्रो विश्वास नै छ। पानी हप्ता दिन 10 दिनभित्र पर्छ नै। यहाँ पूजा गरिसकेपछि त्यस्तो खडेरी लाग्दैन। यहाँ पिपलको रुखहरू पनि छ, अनि यहाँ त्यसपछि भोर्ला, अनि त्यसपछि करमको रुखहरू हामीले संरक्षण गरेको छ नि, गरेको छ। यो देश नेताले मात्रै बिगारेको, हामीले त गर्न त गरेको छ नि। ल 4 मिनट लगभग 50 सेकेन्ड गयो। तपाईँ अब भोजपुरको बारेमा केही दिनुहुन्छ कि षडानन्द अधिकारीको बारेमा केही छ कि तपाईँको जाने बुझे अनुसार? षडानन्द अधिकारीको बारेमा हामीले सुनेका पनि थियौँ। राष्ट्रिय विभूति हुनुहुन्छ। हजुर, धर्मानन्द
पार्वत थापा उहाँहरूको प्रयासले चाहिँ दिङलामा 1931 विक्रम सम्वतमा संस्कृत विद्यालय स्थापना गरियो, जुन चाहिँ नेपालकै पहिलो विद्यालयको रूपमा मानिन्छ। त्योभन्दा अगाडि काठमाडौँको दरबार हाई स्कुल जुन राणाले 1910मा स्थापना गर्नुभएको थियो, त्यो विशेष गरी त्यो चाहिँ राज दरबारीय खालको लागि मात्र थियो। त्यस अतिरिक्त पनि त्यसमा चाहिँ अङ्ग्रेजी शिक्षा ल्याइएको थियो। यो चाहिँ विशुद्ध हाम्रो सांस्कृतिक परम्पराले वैदिक शिक्षाको लागि स्थापना गरिएको थियो। आबाल ब्रह्मचारी षडानन्द अधिकारीको बारेमा हामीले पहिला पनि पढेको पनि हो, सुनेको पनि हो। उहाँले रुमाल राखेर चाहिँ अरू नदी तर्नुहुन्थ्यो अरे भनेको सुनेको, कहाँसम्म सत्य हो उहाँलाई स्वयं भेट्ने मान्छेहरू पनि भेटाइएको थियो, तर अहिले हुनुहुन्छ हुनुहुन्न। उहाँले चाहिँ रुमाल राखेर अरू नदी वारपार गर्नुहुन्थ्यो अरे। मेरा पाँचौँ पुर्खा हुनुहुन्छ धर्मानन्द पाध्याय चापागाई। हजुर, अहिले दिङलामा धर्मानन्द पाध्याय चापागाईको आफ्नै शीर्षकको चाहिँ शिला अभिलेख छ। हजुर, आबाल ब्रह्मचारी षडानन्दको छ भने अर्को पाटो चाहिँ धर्मानन्दको छ। उहाँहरूकै प्रयासले त्यो विद्यालय स्थापना भएको हो। हस्, हुन्छ। यो दिङलामा पनि हामी पनि लगभग यहाँ हुने मान्छे धेरैजना पुग्नु भएको जस्तो लाग्छ। म पनि पुगेको छु दिङलामा। दिङला अब हरेक कुराले अहिले सुविधा नै छ, ब्याङ्कहरू पनि छ, नगरपालिका पनि भयो। अब त्यहाँ रुद्राक्षले पनि एकदम फेमस ठाउँ हो भोजपुरको दिङला। त्यो भएर अलिक मनपर्छ र षडानन्दको इतिहास पढ्दाखेरि पनि राम्रो लाग्छ, विश्वासै लाग्छ हामीलाई। आजलाई यो दोस्रो पार्टको क्लिप यहीँ स्टेप गरौँ नि त हजुर। हस्।